कति रमाइलो लाग्यो आज मलाई, तर बहुत गाह्रो भयो छोरी। ल एक मिनट छोरी, होइन कति गाह्रो भएको, कति गाह्रो भएको। ल हेर छोरी, पहिला पहिला यो बाटोमा 9 चोटि 10 चोटि ओर्दो गरिन्थ्यो। खेतबारीमा खन्न जाऊ, धान काट्न जाऊ, यसो गर उसो गर गर्दाखेरि कति सजिलो हुन्थ्यो। अहिले हेर यो बाटो त 10औं कोस हिँडे जस्तो भानु हुन्छ। तर जे भयो नि छोरी, त्यो अँध्यारो कोठामा बसेर यहाँ जब बाहिर निस्कियो नि, यस्तो उज्यालो हो कि, यस्तो उज्यालो कि कति रमाइलो भानुभएको छोरी। मलाई एकछिन आराम गरौँ है छोरी। यहाँ बस बस छोरी। आया छोरी, तिमीलाई भोक लागेको होला। हेर छोरी, अब तिमी छौन्जेल त मलाई स्याहार सुसार गर्छौ, मलाई पूर्ण विश्वास छ। तिम्रो सेवा पछि म के गर्ने होला? बरु बेलैमा बिहादान गरेर पायो हुन्थ्यो। तर के गर्नु, एउटा घरमै बस्ने केटो खोज्नु पर्यो छोरी। नत्र तिम्रो पनि बेहाल मेरो झनै बेहाल हुन्छ भन्ने यस्तो मलाई। छोरी, यो वृद्ध भाउको गुनासो सुन्दा सुन्दा तिमीलाई घरको लागेको त छैन है। तिमीलाई भोक पनि लागेको होला, तिमीलाई कति प्यास लागेको होला, मनमा कति कुरा खेलेका होला। यो भाउले पुरा गर्न सकेन नानी। नरुनुहोस् न बुवा, तपाईँको लागि म छु नि। छैन भोक प्यास लागेको मलाई। तपाईँ निको हुनुभयो त्यतिमै खुसी छु। म जाँदिनँ बे गरेर यति चाँडै। मेरो बे गर्ने कुरा नगर्नुहोस् न बुवा। म हजुरलाई छोडेर कहाँ जान सक्छु र? तपाईँ धेरै नसोच्नु न बुवा। यस्तो हो भने त कसरी निको हुन्छ तपाईँ? छोरी, यो खर्च कसले जुटायो? मलाई हिँड्न सक्ने कसले बनायो? हामीसँग त फुटेको कौडी थिएन र गाउँमा पनि हामीलाई सहयोग गर्ने कोही पनि थिएन। कसले जुटायो भन छोरी? भन त छोरी। कसले भन्नु हजुरलाई? जसले गर्यो त्यो मान्छे एकदम महान छ। भयो यो कुरा छोडिदिउँ। तपाईँलाई घर गएर आराम गर्नु छ। जाऊँ बुवा। अब मलाई हस्पिटलमा चिया खान पनि दिएनन्। अब तिमीले एक कप चिया बनाएर खुवाऊ है नानी। हस् बुवा।
कहिले देखेको छैन मलाई। देख्न त देखेको, तर के गर्नु, तिमीलाई जति हेरे पनि मेरो यी आँखाहरू थाक्दैन। के अब तिमीलाई हेर्न पनि नपाउनु? हेर्न त पाउनु, तर यसरी चाहिँ पाइँदैन। बरु खान भन्नु खोजेको? त म खाँदै हाल्छु नि। मलाई कसैको सहयोग चाहिँदैन। पर्दैन भनिरहेको थियो। म खान्छु के देऊ? पर्दैन। देऊ म खान्छु। तिमीलाई स्कुल जान ढिला भयो होला, तिमी आफ्नो बाटो जाऊ। यहाँ मलाई डिस्टर्ब नगर। जाऊ भनेको सुन्दैनौ? ल अब भनाइ गर्ने जमानै छैन भने मलाई चाहिँ के? खुब सहयोग गर्नु पर्ने। मैले आफ्नो स्कुल नगर। आफू त नपढेर बारी खान बस्नु पर्यो। उसलाई पढ्नु पाउँदा जाँदैन। दिदीले घर त यहीँतिर भन्नुभएको थियो। यही त होला नि। यशोदा दिदी, ओ यशोदा दिदी। अच्छा हुन्न कि क्या हो? बोलाउँदा पनि सुन्नुहुँदैन। कहाँ जानुभएछ? कसलाई खोजेको बाबु? हजुर यशोदा दिदीलाई। हस्पिटल गएका छन् उनीहरू त। ए यशोदा दिदीसँग काम थियो, आएपछि खबर गरिदिनुहुन्छ काकी? हस्। ल छोरी, अब कति खुसी लाग्यो। हेर अब आफूले बनाएको जस्तो भए पनि त्यो त मन्दिर हो नि छोरी। ल ए एकछिन है बुवा, म सुकुनको उठाउँछु। यता हिँड्नु बुवा। ल ल बस्नुहोस् बुवा। नारायण म पानी तताएर लिएर आउँछु है। अब औषध खाने बेला पनि भयो बुवा। ल छोरी ल। घरमा त एक थोपा पानी रहेनछ। म पानी लिएर आउँछु है बुवा। होइन, आउँदा आउँदै किन हतार गर्नु पर्यो छोरी? एकछिन आराम गर न। बरु बिस्तारो बिस्तारो मै जाउँला नि पानी लिनु। जानुहुन्छ हजुर पानी लिनलाई। डाक्टरले के भन्नुभएको छ? घरमै काहीँ नगइकन घरमै आराम गर्नु भन्नुभएको होइन? डाक्टरको कुरा सुनेर हुन्छ र नानी? अब तिमी नै भन त, यो उमेरसम्म मैले एउटा केही औषधि खाएको थिएन। अब अचानक बिरामी भएर औषधि खानु पर्यो। त्यो डाक्टरको कुरा सुनेर हुँदैन। हामी एकछिन यसो हिँड्नु परेन, गाउँ डुल्नु परेन, यी आँखालाई रमाइलो दिनु परेन? भन त छोरी। डाक्टरले भन्ने कुरा मान्नुपर्छ नि बुवा। तपाईँ घरमै काहीँ नगइकन घरमै आराम गर्नु न, म गरिहाल्छु नि। छिट्टै आऊ है छोरी। ल बुवा म गएँ है। हे भगवान्, मेरो छोरी जस्तै छोरी सबैको बाउ आमालाई देऊ है। यस्तो छोरी कहाँ पाउनु? हे ईश्वर, हे राम। आज 10 दिन 12 दिन कतिदिन भयो हस्पिटलको बसाइ। बल्ल लामो सास फेर्न पाइयो। हे ईश्वर नारायण, सूर्य नारायण, कति दिनपछि दर्शन पाइयो है आज।
सोधे हजुर कता हिँड्यो कि आज सहरबाट आएँ कि घरमा हेर्दा पानी नै सकेको रहेछ त्यही भएर पानी लिन हिँडेँ कि पक्का एकचोटि तँसँग एउटा कुरा गर्नु छ हजुर भन्नु न हेर सोधे तेरो बाउले पैसा ल्याएको नि यत्रो टाइम भइसक्यो तिर्ने त अत्तो छैन समस्या त सबैलाई पर्छ नि बेलामा तिर्नु पर्यो नि काकी अहिले त भर्खरै बुवालाई उपचार गरेर ल्याएकी छु पैसा त छैन नि 2-4 महिना पछि दिँदा हुँदैन तिम्रो बाउ बिरामी छ भनेर म पैसा त माया मार्न सक्दिनँ नि यसरी सबैको मर्का बुझ्ने हो भनेर दान दिन त सकिँदैन नि त बुबाको उपचार गर्दाखेरि हस्पिटलमा बेसरी खर्च भयो अलिक समय दिनु न हजुरको पैसा जसरी तिर्छु नि सहर गएर रहर मेटा राइस कि उपचार गराइस मलाई के थाहा तेरो चरित्रमा थाहा नभए हो र बडो कुरा गर्दै रहेछ के भन्नुभएको काकी यसरी कुरा हेपेर कुरा नगर्नु न ल भयो म तँसँग धेरै बोली फुर्सद छैन म भोलि बिहान पैसा ल्याउँछु तेरो बाउलाई भन्दे अनि त्यो बाबुले तपाईलाई कसरी झुक्क्यायो घरकुर भनेर पठायो अहिले मसँग त भेटघाटै छैन त्यस्तो बाबु त होइन तपाईले चिनेको कति भयो मैले चिनेको 12 वर्ष भयो मैले चिनेको त त्यही 2 वर्ष जति हो मेरो लागि त एकदम राम्रो छ त्यो मान्छे हुनु त कसैलाई त्यही ढुङ्गा पनि जाबो ढुङ्गा काम छैन भनेर हाल्छ अनि कसैलाई त्यही ढुङ्गा पनि ल्याएर पूजा गरेर शालिग्राम भनेर पूजा गरेर राख्छन् मलाई त त्यो मान्छे किरा होइन हिरा जस्तो लाग्छ एउटा त्यो त मेरो लागि केही पनि होइन गाउँको लागि पनि केही पनि होइन त्यो मलाई घर हेर भनेर 4000 दिन्छु भने अहिले त मान्छे भेट्दिनँ म मान्छेलाई म खोजै छु 4000 रुपियाँ दिन्छु भनेर मलाई घर कुरायो के रहेछ कुरा म फेरि बुझेर भन्छु भेटे पनि होइन तपाईको घर मैले कुरेर बसेको मलाई खुरुक्क पैसा दिएन भने तपाईले दिनुपर्छ पैसा तर त्यो बाबुले त्यस्तो गर्न नपर्ने हो त्यो बाबुले गरिसक्यो पैसा दिँदैन त्यो बाबुले तपाईको घर कुरेको म जान्छु अब गाई बस्तु लिएर जान्छु ए भनेपछि कुरा यस्तो पो हो भनेपछि कथा यहाँबाट सुरु हुँदैछ भाइ त जा हस् दाइ यति भन्न आएको मेरो मन शान्त भयो जेरी रोटी घुमेको देखेको थिएँ सेल रोटी घुमेको देखेको थिएँ तर मान्छेहरू यसरी फन्ती घुमेको देखेको थिएन अब हेर्दै जाऊ न तिमीलाई पनि म कसरी घुमाउँछु भनेर